हेलो गाइजहरु तपाईहरु सम्पूर्णलाई चाहिँ यो सालपा पोखरी आसपासमा चाहिँ हार्दिक स्वागत छ। आज चाहिँ हाम्रो डे 3 स्टार्ट भइसकेको छ। यति बेला चाहिँ हामी तपाईहरुले देख्न सक्नुहुनेछ सालपा सिलिचुङ पिक चाहिँ जुन देखिरहेकै होला, सायद स्वाभाविकता लाग्छ मलाई। अनि हाम्रो टिम चाहिँ अगाडि बढिसकेको छ। ल हेर्नुस् तपाईहरुले सालपा पोखरी चाहिँ यहाँ तल रहेको छ। अहिले सालपा पोखरी पनि देख्न सकिन्छ हामीले। हेर्नुस् ल 6:20 गएको छ। अहिले हामी चाहिँ सालपा पोखरीको नजिकै प्रस्थान गर्दैछौँ। ल हेर्नुस् तपाईहरुले, लाग्छ मलाई टुप्पी नै होला सिलिचुङ है। अब हाम्रो यात्रा चाहिँ यता पोखरी हुँदै हुनेछ नोक्छो पार्क। ल हेर्नुस् नोक्छो पार्कमा चाहिँ नोक्छोको स्ट्याचु राख्नु भएको रहेछ। म चाहिँ पोखरीको नजिकै आइसकेको छु यति बेला। हेर्न सक्नुहुनेछ तपाईहरुले पोखरी, सालपा पोखरी चाहिँ यही रहेको छ है। हेर्नुस् ल, हेर्नुस् शुभ चामलिङ सर, हामी बल्ल हामी चाहिएको छ। हाम्रो गन्तव्य स्थानमा चाहिँ लगभग आइसकियो नि त। 3 दिनको कष्टकर यात्रा पछाडि चाहिँ हामी भन्ज्याङदेखि पैदल यात्रा गर्दै तेस्रो दिनमा चाहिँ अहिले सालपा पोखरी 6 ठ्याक्कै 25 मिनेटमा चाहिँ। कति एक्साइटेड हुनुहुन्छ हजुर? कति एक्साइटेड हुनुहुन्छ? एकदम एक्साइटेड छु सर, खुसी छु। यो ठाउँमा आउने चाहिँ सोच धेरै वर्ष अगाडिदेखि भएको थियो। बल्ल हामी सफल भयो हैन त? सफल भएको छ। ल हामी आज अगाडि बढौँ। सिलिचुङसम्म चाहिँ हामी पुग्ने नै छौँ हैन? पोखरी हेर्नुस् ल, यहाँ यो चाहिँ सालपा पोखरी। अहिले हाम्रो यात्रा चाहिँ यसरी अघि बढिरहेको छ। यो चाहिँ के यो गिद्ध हो? होला हेर्नुस् सालपा पोखरीको ताजा अवस्था, यति बेलाको अवस्था यस्तो छ। विभिन्न किसिमको यो चाहिँ मूर्तिहरू बनाइएको छ यहाँनिर। यस्तो छ है, मूर्तिलाई यसरी नै सुताएको रहेछ हैन त? यो स्ट्याचुलाई यो नक्छ, यो धामी नै हो। पुरा सोलीमाहरू उठाएर चाहिँ यसरी सुताएको छ हैन? अनि ओ पारि देखिरहेको छ चाहिँ हैन? हाम्रो टिम चाहिँ यसरी अगाडि बढिरहेको छ। यति बेला चाहिँ हामीले अब धामीलाई पछ्याउनु पर्ने हुन्छ। हामीलाई बाटो पनि थाहा छैन नि त, सो हामीले चाहिँ अब नक्सुङहरूको पछि जानुपर्ने हुन्छ। नक्सुङहरू चाहिँ पछाडि पनि आउँदै हुनुहुन्छ। अगाडि बिहान 1 दिन गइसक्नु भएको छ। तपाईले यसरी देख्न सक्नुहुन्छ यो ठाउँमा चाहिँ आज माथि सिलिङ चाहिँ भरिभरा हुनेछ, मान्छे चाहिँ एकदमै धेरै हुने रहेछ। यहाँबाट ल हेर्नुहोस् सालपा पोखरी, यहाँको संरचनाहरू तपाईँहरूले देख्न सक्नुहुनेछ। के बनाएको रहेछ यस्तो है? यतातिर जानुपर्ने रहेछ त। बाफ्रे बाफ, उकालोबाट चढ्नु पर्ने रहेछ। हेर्नुहोस् ल, भिरैभिरकोबाटै जानुपर्ने रहेछ। अहिले चाहिँ हामी यहाँ जाँदैछौँ। टप जानुपर्ने हाम्रो डेस्टिनेसन भनेको त्यहाँ हो। हामी एकदमै आज चाहिँ एक्साइटेड छौँ है। गले पनि हामी थकान लाग्यो, 2 दिनको थकानले पनि हामीलाई चाहिँ अहिले यहाँ आइपुग्दाखेरि चाहिँ एकदमै एक्साइटेड छौँ है। हामी गलेको जस्तो फिलै भएको छैन। यति बेला चाहिँ म चाहिँ नक्सुङको साथमा छु। हाम्रो नक्सुङहरू चाहिँ सिलिचुङसम्म जाँदै हुनुहुन्छ। त्यसै गरी हामी पनि यसरी यो सिलिचुङसम्मको पिकमा चाहिँ उक्लिँदैछौँ। अनि हाम्रो नक्सुङको घर चाहिँ कता पर्यो होला? सोताङ भनेपछि हजुर सोलुबाट आउनुभएको? सोलुबाट हजुरहरूलाई आइपुग्न कति समय लाग्छ? आज ठ्याक्कै 2 दिन भइसक्यो। 2 दिन भयो है। हिजो चाहिँ तपाईहरु बिहान यता बाटो लागेर जेस तल बजारमा आएर बस्नु भएछ। भनेपछि जेस तपाईहरुलाई चाहिँ हामी हिँडेको त 3 दिन भइसक्यो। आज नजिक रहेछ जेस सोताङबाट यस ठाउँमा आइपुग्न हामीलाई भन्दा। हजुरहरु चाहिँ के वर्षैपछि आउनुहुन्छ कि के हुन्छ त्यस्तो तपाईहरुको? वर्षैपछि 72 सालदेखि म नआएको। साल एकचोटि आयो।
72 सालमा आउनुभएको थियो है यस ठाउँमा एकचोटि। त्यो बेला बाटो पनि यस्तो थिएन। यस्तो थिएन बाटोहरू। यो बाटो जे होस् 10-12 वर्षको अन्तरालमा तपाईँले यस बाटोमा पनि परिवर्तन देख्नुभयो है। पाइयो जे होस् यहाँ यतिको डेभलप चाहिँ गरेकै गएछ है। यति बाटो भइसकेपछि हामीलाई हिँड्नको लागि यहाँ माथि पिक जानको लागि चाहिँ एकदम सहज छ नि त अहिले त। यस हेर्नुहोस् ल 72 सालमा हाम्रो नसमा आउँदाखेरि चाहिँ बाटो पनि बनेको थिएन अरे। अहिले चाहिँ हामीलाई माथि जानको लागि यस्तो सिडीहरू बनेको छ। हेर्नुहोस् दर्शकबिनहरू हामीले चाहिँ यस ठाउँको भ्रमण गर्ने क्रममा चाहिँ एकदमै रमाइलो भइरहेछ। यहाँ म मात्रै होइन हाम्रो टिम मात्रै होइन यहाँ चाहिँ सोलुखुम्बुबाट पनि धेरैजना नचुङहरूको साथमा दर्शनार्थीहरू चाहिँ आउनुभएको छ। तपाईँहरूलाई म सम्पूर्ण दर्शनार्थीहरूको भिडियो पनि बनाएर देखाउनेछु। अहिले यति बेला हामी बसेको ठाउँबाट यो साइडबाट चाहिँ घाम लाग्ने रहेछ होइन। यति बेला खुलेको छ मौसम। माथि माथि बादल छ रोइ पनि जस रमाइलो छ यति बेला। यहाँ चाहिँ हाम्रो नक्सङको टिमै आउनु हुँदैछ देख्न सक्नुहुनेछ होइन। यसरी चाहिँ उहाँहरू हिँडिरहनु भएको छ। हामीलाई पनि यो देख्दाखेरि चाहिँ एकदमै गलेको फिल भएको छैन। यस हामीले उहाँहरू चाहिँ सोलु सोताङबाट आउनुभएको रहेछ होइन। हेर्नुहोस् न यात्रा एकदमै हिजो अस्तिको कठिन थियो तर आज यस्तो पिक चढ्न पाउँदा पनि यस्तो उकालो जाँदै गर्दा पनि हामीलाई चाहिँ त्यस्तो गलेको महसुसै भएको छैन क्या। ल हेर्नुहोस् हामीलाई एकदमै रमाइलो फिल भइरहेछ होइन। म यति खुसी छु यहाँ यस ठाउँमा आइपुग्दै गर्दाखेरि। यो चाहिँ हाम्रो हरेक व्यक्तिको डेस्टिनेसन रहेछ होइन। तपाईँहरू पनि आउनुहोस् घुम्नुहोस्। हामीले त यस्तो डाँडा कति डाँडा होइन 7 डाँडा भन्छ होइन। हामीले त 14-15 डाँडा अनगिन्ती हो। हामीले यस्तो डाँडा यति कठिनपूर्वक यात्रा गरियो कि होइन। ल हेर्नुहोस् देख्नुभयो यो ठाउँ चाहिँ हिँड्नुपर्ने क्या हामीले उकालो। हाम्रो सिचुङ टपको पिकको यात्रा चाहिँ यसरी स्लो मोसनमा भइरहेको छ। हामी चाहिँ अहिले सिलेजुङ पिकतिर अगाडि बढिरहेको छौँ। गल्नुभयो सर? यस हामीले यस्तो उकाली बाटोहरू चाहिँ छिचोल्दै हो तलबाट चाहिँ यहाँ आइपुगेको छौँ। यहाँबाट चाहिँ मयुहरू पनि देखिने रहेछ। यो सबैभन्दा ब्याक लेफ्ट साइडको चाहिँ पर चाहिँ मयु रहेछ है। यस्तो भयो पाल चाहिँ। हाम्रो टिम चाहिँ ऊ तल छ। यतातिर आउँदैछ बाटो चाहिँ यस्तोहरू छ। सिलेचुङ चढ्ने बाटो हेर्नुहोस्। अहिले त हाम्रो दाइ कडा हुनुहुँदो रहेछ आइपुग्नु भयो। तपाईँको घर कहाँ अरे दाइ? सताङ। हजुर कहिले हिँड्नुभएको उहाँदेखि? अहिले म चाहिँ यो भिरको तलदेखि देखेको चुच्चो भिर भन्दा पनि मुनि यहाँ आइपुगेको छु होइन। यहाँ चाहिँ यस्तो गुफा बनाएको रहेछ। हेर्नुहोस् यो ठाउँमा जेनतेन मान्छे जो कोही मान्छेले चाहिँ नआँटे पनि हुन्छ हिँड्नलाई है। यो बाटो चाहिँ एकदम एडभेन्चर ट्रिप हुने रहेछ। यहाँ चाहिँ मुटु कमजोर हुनेहरूको लागि चाहिँ यो बाटो होइन रहेछ। अनि हेर्नुहोस् ल यो पारेको भिरहरू। अब हामीले चाहिँ यहाँ तलसम्म चाहिँ राम्रै बाटो आयो सिडी बनाएको रहेछ। अब यहाँभन्दा माथि सुनेअनुसार चाहिँ 1 किलोमिटर चाहिँ बाटो यस्तै हिँड्नुपर्ने अरे। यस्तै बाटो हिँड्नुपर्ने रहेछ। अब तल नदेखाम तल पाटा छेलिरहेको छ कुरै नगरौँ। त्यहाँ हाम्रो सोसर बल्ल आइपुग्नु हो। अरू 4 जना कहाँ आउनु हुँदैछ थाहा छैन मलाई। हेर्नुहोस् हामी यसरी बिछाउँदै निक्ल्नु पर्ने हुन्छ। मैले चाहिँ यात्रा तय गरेर चाहिँ यहाँ आइपुगिसकेको छु। त्यो बेला हेर्नुहोस् है ठाउँ एकदम डेन्जर छ है। अब हामी जानुपर्ने यो माथि देखिएको चुचोतिर हेर्नुहोस् होइन। यस्तो बाटो हिँड्नु पर्ने हुने रहेछ। तपाईँहरू कति त आइसक्नु भएकै होला। अब नआएकोहरूको लागि चाहिँ
अलिकति मुटु चाहिँ डरै हुनुपर्ने रहेछ हैन यहाँ जस्तो मान्छेहरु चाहिँ नआए पनि हुन्छ यता हाम्रो सोताङको दाइ हुनुहुन्छ उहाँ त धेरै पटक आइसक्नु भएको रहेछ धामीसँग आज पनि आउनु हुँदैछ उहाँ एकदम तकरा लाग्यो मलाई चाहिँ वाकई नै यस्तो भीहरुको बाटो चाहिँ हामी तय गर्दै अगाडि बढ्दै छौं हाम्रो टिम जति बेला यहाँ हुनुहुन्छ है फोटो खिच्दै हुनुहुन्छ हैन अनि यहाँतिरको भिडहरु हेर्नुस् ल हेर्नुस् है ल हेर्नुस् बाबा डाँडा काँडा त कति देखिँदैछ कति देखिँदैछ माथिदेखि त बाटो अप्ठ्यारो भए पनि एक्साइटेड छु किनभनेदेखि यस्तो बाटोहरुको चाहिँ हैन पदयात्रा गर्न पाउँदा सिलेचुङसम्म पुग्न पाउँदा धेरै खुसी छु ल हेर्नुस् सिलेचुङको यात्रामा देखिएको सुन्दर दृश्यहरु यो ठाउँबाट चाहिँ हामीले यो दृश्यहरु अहिले देख्न सकिन्छ हेर्नुस् ल अझै पनि हामी चाहिँ यता उभो त्यो माथिको डाँडामा जानु छ अहिले चाहिँ नछोड्नु उहाँ हुँदो रहेछ हामी चाहिँ त्यो स्थानमा पुग्नु पर्ने हुन्छ त्यो बेला पुग्नै लाग्यो अब धेरै छैन है दर्शक श्रोता मित्रहरू हेर्नुहोस् यतापट्टि फाइनली दर्शक श्रोता मित्रहरू यति बेला चाहिँ हामी हाम्रो डेस्टिनेसनमा आइसकेका छौँ तपाईहरुलाई चाहिँ म थोरै यहाँको दृश्यहरु चाहिँ देखाउन गइरहेको छु कृपया तपाईहरुले यसरी हेर्न सक्नुहुनेछ हामी चाहिँ सिलिचुङको पिकमा चाहिँ यतिखेर 4155 मिटर हाई भएको स्थानमा चाहिँ आइपुगेको छु तपाईहरुले चाहिँ यसरी देख्न सक्नुहुन्छ यस स्थानबाट दृश्यहरु तपाईहरुलाई म अहिले सिलिचुङबाट चाहिँ यो सुन्दर दृश्यहरु देखाइरहेको छु यो दृश्यहरु चाहिँ तपाईहरुले सालपा सिलिचुङबाट देख्न सक्नुहुनेछ सिलिचो यतिखेर चाहिँ म तपाईहरुलाई सिलिचोबाट चाहिँ यो भिडियोहरु देखाइरहेको छु 4155 मिटर हाइटमा रहेको छ यो सिलिचो यहाँ चाहिँ आज हाम्रो नछौहरुदेखि लिएर यहाँ चाहिँ दर्शन गर्ने तीर्थालु भक्तजनहरु चाहिँ एकदम घुइँचो मात्रामा आइरहनु भएको छ तपाईहरुले देखिरहनु भएको छ कतिपय व्यक्तिहरु चाहिँ फर्कि पनि सकेको छ यहाँबाट अनि यहाँको दृश्यहरु चाहिँ यस्तो रहेको छ हेर्नुस् तपाईहरु कतिपय मान्छेहरु आइसक्नु भएको होला हैन आइसक्नु भएको छ लाग्छ मलाई जहाँसम्म अनि उहाँहरूलाई चाहिँ मैले यहाँबाट चाहिँ बादल मुनि देखाउनु पर्ने हुन्छ नि त यहाँबाट चाहिँ हामीले बादल मुनि देख्न सकिन्छ हाम्रो 3 दिन भयो आज यहाँ 3 दिनमा चाहिँ आइपुग्यो हामी चोखियाबाट यात्रा सुरु गरे पश्चात हामी 2 दिनमा चाहिँ तल सालपा पोखरी छेउ बसेर अहिले बिहान 5 बजे हिँड्दाखेरि चाहिँ हामी यतिखेर 8 बजेको छ यहाँ हामीलाई चाहिँ लगभग 3 घण्टा लागेको छ बाटोतिर चाहिँ हामीले फोटोहरु भिडियोहरु खिच्दै आउँदा चाहिँ आइपुग्दाखेरि चाहिँ हामीलाई लगभग 3 घण्टा लाग्दै रहेछ हिँड्न सक्नेहरुलाई त अब 1-2 घण्टा होला हैन 2 घण्टा होला बढीमा तर अलिकति हिँड्न नसक्नेहरु बानी नहुनेहरु चाहिँ हिमालहरु चाहिँ देखिन खोज्दैछ यति बेला बादलहरुले गर्दाखेरि चाहिँ देखिन सकेको छैन हैन यहाँ चाहिँ यस्तो रहेको छ हेर्नुस् ल यता हाम्रो नछौर हुनुहुन्छ
हामी आउने बाटो चाहिँ यताबाट रहेको छ अहिले जाँदा पनि यही बाटो जानुपर्ने हुन्छ हामी चाहिँ तल साल्पा पोखरी पनि यहाँबाट देख्न सकिन्छ तर अहिले चाहिँ बादलले गर्दाखेरि हुसले गर्दाखेरि सबै छोपिसकेको छ बिस्तारै बिस्तारै चाहिँ यहाँ बादल लाग्दै गइसक्यो है बादल चाहिँ लागिसक्यो भन्दा पनि हुन्छ मुनि मुनिदेखि बादल आइसक्यो होइन त एकदम बादल आइसकेको छ एकछिन मात्रै खुल्दो रहेछ बारेमा पनि भन्नुहोस् तपाईँले यस्तोहरू यहाँको थाहा तपाईँलाई पुर्ख्यौली एकदमै राम्रो थियो हेर्नुहोस् हाम्रो किराँतीहरूको मुख्य धार्मिक स्थल हाम्रो किराँतहरूको मुख्य हाम्रो यो उद्गम स्थल भनेर चाहिँ यहाँ हामीले चिनिन्छ यो साल्पा सिलिचोलाई चाहिँ यस्तो रहेको छ यहाँको दृश्यहरू होइन यहाँ चाहिँ यसरी यो त्रिशुलहरू राखिएको छ त्यसै गरी शून्य पारोहाङको स्ट्याचु राखेको छ यसरी यता यो ढोल झ्याम्टाहरू नभनौँ यो चाहिँ भ्याङ्ग्रो यो झ्याम्टा है राईहरूको अनि यतातिर चाहिँ तीर्थालु जनहरू है यहाँ आउने हाम्रो भक्तालु जनहरू यस्तो रहेको छ हेर्नुहोस् अहिले टपबाट तपाईँहरूलाई मैले खिचिरहेको भिडियो हेर्नुहोस् ल अब नछौँहरू चाहिँ अहिले यति बेला यहाँ भाइ बसिरहनु भएको छ होइन ल हेर्नुहोस् हेर्नुहोस् यहाँको यहाँ आउँदा चाहिँ मनै एकदम प्रफुल्ल प्रसन्न हुने क्या हामी त्यहाँभन्दा मुनिको कठिन यात्राहरू पार गरेर आउँदै गर्दाखेरि चाहिँ अब धेरै मान्छेहरूलाई चाहिँ एकदम कठिनपूर्वक यात्रा हुन्छ नि त त्यो यात्रा कटेर आइसकेपछि यहाँ चाहिँ वा हुने के हेर्नुहोस् ल यति सुन्दर ठाउँ छ है यहाँबाट देखिने दृश्यहरू चाहिँ हेर्नुहोस् ल 155 मिटरको हाइटबाट चाहिँ देखिने दृश्यहरू यति बेला चाहिँ के छ भनेदेखि बादलहरू चाहिँ हामीभन्दा मुनि मुनि नै छ हेर्नुहोस् ल बादल भन्दा हामी चाहिँ माथि छौँ बादल चाहिँ मुनिबाट यसरी आइरहेको छ है यहाँबाट हिमालहरू पनि आउने सामुन्ने नै देखिँदो रहेछ देखिन चाहिँ त्यो पहाडी हिमालय हो होइन तर आज चाहिँ के छ भनेदेखि ठ्याक्कै त्यो पहाडीको हिमालतिर चाहिँ बादलहरू त्यसरी लागेको छ त्यही भएर हिमाल हामी देख्न सफल भएन अलिकति ढिलै आइएछ जस्तो छ नछौँहरू यसरी धाम हेर्नुहोस् धाममा आएर चाहिँ हाम्रोतिरको नछौँहरू कतिपयमा चाहिँ आउनु भएको छैन होला क्या यस स्थानमा ल अब कस्तो हुन्छ भनेदेखि धाम बस्ने क्रममा चाहिँ हामी अब साल्पा यता लौरे हुँदै साल्पा सिलिचुङसम्म पुगेर चाहिँ फर्किन्छ उहाँहरूको देउताले चाहिँ र कतिपय मान्छेहरू चाहिँ मलाई लाग्छ जहाँसम्म यो ठाउँमा प्रत्यक्ष यसरी चाहिँ आइपुग्नु भएको छैन होला लाग्छ मलाई जहाँसम्म हेर्नुहोस् उहाँ हाम्रो नक्छुङहरू चाहिँ सुलु सोताङबाट आउनुभएको भन्ने अघि हामी बाटोमा भेटेर चाहिँ कुराकानी भइसकेको छ अनि मेरो टिमहरू चाहिँ तलै छ अझै पनि आउन बाँकी नै छ होइन बाटोहरू नै एकदम कठिन छ यस्तो बाटो हेर्नुहोस् मान्छेहरू तल बाटो यसरी हिँड्नु हुँदैछ ओ तल तल मान्छे हेर्नुहोस् यस्तो बाटो हिँडेर आउनुपर्छ त्यसै पनि मुटु कमजोर हुने मान्छेहरूले त यो ठाउँलाई आउनको लागि त नचिताए पनि हुन्छ हेर्नुहोस् उहाँहरू पनि हजुर कहाँबाट आउनुभयो है हजुर पनि चखाबाट आउनुभयो है तपाईँहरूको यात्रा यहाँ चाहिँ आजसम्म आइपुग्दा चाहिँ कति दिनमा आइपुग्नु भयो 3 दिनको यात्रा हामी पनि 3 दिनकै यात्रा हो तर हामी आउने क्रममा एकदम बाटोहरू चाहिँ कठिनपूर्वक यात्रा चाहिँ गरियो तर यहाँ आइसकेपछि चाहिँ हजुरलाई कस्तो चाहिँ भइरहेको छ हजुरलाई फिल चाहिँ एकदम खुसी लागिरहेको छ बाटोको चाहिँ एकदम हामी जब सालपादेखि चाहिँ उकालो चाहिँ हामीलाई गाह्रो भयो होइन त्यसमा आइपुग्यो त्यसमा हामी एकदम खुसी हामीलाई यहाँ आइपुग्दा त हामी एकदम एक्साइटेड यति खुसी छु म चाहिँ है तलको बाटो यात्रा गर्ने क्रममा चाहिँ कस्तो डर पनि लागिरहेको थियो तर अहिले आउँदाखेरि चाहिँ एकदमै रमाइलो लागिरहेको छ मलाई
कहाँ आए जस्तो के हेर्नुहोस् न 5 दिनको थकाइ हजुरको 5 दिनको थकाइ 4 दिन भयो 4 दिन होइन 4 डे 4 दिनको यो मुनि हेर्नुहोस् न हिँड्दै हिँड्दै आएको हामी हरेक व्यक्तिहरूको गन्तव्यको एक स्थान के यो चाहिँ आइपुग्दा चाहिँ 4 दिनको प्लान छ केही माथि यस्तो जस यहाँ आइपुगेपछि चाहिँ हाम्रो सबै थकानहरू चाहिँ हामीले यहाँ आएर चाहिँ मेटायौँ के हेर्नुहोस् ल तपाईँहरू पनि सक्नुहुन्छ भने यस ठाउँमा आउनुहोस् हामीले एकचोटि आउनुहोस् एकचोटि चाहिँ आफूले सबै एस्टिमेट गरेर आउनु होला टाइमदेखि एकचोटि आउने क्रममा चाहिँ तपाईँहरूले होइन पहिला आइसकेको मान्छेहरूसँग चाहिँ जानकारी लिएर आउँदा हुने रहेछ टिकटक जुन युट्युबतिर हेर्नुभयो फेसबुकतिर हेर्नुभयो भन्दा 4 गुणा रमाइलो छ। त्योभन्दा धेरै भिडियोमा देखेको 100 गुणा फरक 1000 गुणा स्वर्ग छ यहाँ आइसकेपछि त्यही भएर हामीले कष्ट होला दुःख होला त्यो सबै सहेर आउनु भने यहाँ सबै हजुर चाहिँ कहाँबाट आउनु हो म इटरीबाट इटरीबाट हो हेर्नुहोस् ल हामी झापाबाट पनि छौँ धराबाट पनि छौँ हामी सबैतिरबाट मिलेर आएको छौँ यहाँ हजुर यो मुन्हुम ट्रेल भनेको चाहिँ नेपालीहरूको चाहिँ एक गन्तव्य स्थान मात्र नभएर यो चाहिँ अन्तर्राष्ट्रिय स्तरको सम्मको हो कि 100 स्थानमा पाउन सफल पो त मुन्हुम ट्रेल त होइन एकदम हजुर अनि त्यही भएर हामीले चाहिँ भिडियो नै हेरेर आएको हाम्रो चाहिँ हेर्दै त्यस्तो रमाइलो लागेको हजुरको पहिलो पटक है फर्स्ट हो मेरो यो पहाडै यसरी हिँड्ने ट्रेलै आउनु पर्ने नै फर्स्ट हो क्या मेरो मुन्नुम ट्रेल जियोस् रमाइलो भयो यात्रा एकदम रमाइलो बाटोको यात्रा धेरै रमाइलो भयो है कठिनाइ पनि भयो बाटो हामीले बाटोको यात्राहरूमा चाहिँ है हार नमानी हिम्मत साथको साथ चाहिँ यहाँसम्म आउन सफल भयो हाम्रो डिसिसन यहीसम्मको हो तपाईँहरूलाई के भन्छ नि नसम्झिनु गाडीले लान्छ आनन्द दुःख चाहिँ पर्छ हामीले चाहिँ पर्छ हो हिम्मत आँट साहस चाहिँ गर्नुपर्छ यहाँ आउनको लागि गर्नु भने सङ्घर्षको फल यहाँ आएर पाउनु एकदम सही आउनु होला नेपालमै छ रमणीय दृश्यहरू विदेश बाहिर कहीँ जानु पर्दैन घुम्नको लागि हामी बाहिर जानु पर्दैन क्या ल हेर्नुहोस् देख्न सक्नुहुन्छ देखाइदिनु सर एकचोटि वरिपरि स्वर्गको टुक्रा भन्ने ठाउँ यही भन्छ हामीलाई कि जिउँदोमा देखिनुपर्छ भन्ने देख्नको लागि चाहिँ हामीले यही स्थानमा आउनुपर्छ है ल हेर्नुहोस् यस्तै यस्तै ठाउँहरू अब छँदै छ है घुम्न लागेको ढोरपाटन लगायत अन्य क्षेत्रहरू पनि छ होइन मुगुतिर अब रारातालहरू छ त्यही पनि यो पनि एक यति सुन्दर ठाउँ छ कि तपाईँहरू आउनुहोस् ल घुम्नुहोस् यस ठाउँमा चाहिँ यसरी बसिरहँदाखेरि यति आनन्द भइरहेछ सबै गलेको थकान महसुस त्यो जुन कष्ट दुःख चाहिँ यहाँ आएपछि हामीले सब यहाँ आएपछि चाहिँ स्वागै साल्पो पोखरी हामीले यहाँबाट चाहिँ देख्न सक्छौँ तर अहिले बादल लागेको छ हामी चाहिँ यो स्थानबाट चाहिँ प्रवेश गरेर चाहिँ अहिले यहाँसम्म आउन सफल भयो हाम्रो डेस्टिनेसन भनेकै सिलिचोङसम्मको हो अहिले हामीले चाहिँ यो भिडहरूको कठिनपूर्वक यात्रा चाहिँ मैले चाहिँ तय गरेको छ भने मेरो टिमहरू चाहिँ यहाँ तल आउँदै हुनुहुन्छ यसरी उहाँहरू पनि लगभग सिलिचोकसम्म चाहिँ आइपुग्नै लाग्नुभयो अब म चाहिँ अलिकति अगाडि आइपुगेको छु होइन उहाँहरूभन्दा जस हाम्रो यात्रा चाहिँ एकदमै रमाइलो भइरहेको थियो बाटोतिर यहाँ तल आइसकेपछि सालपादेखि उकाल लागिसकेपछि चाहिँ सिडी छोडिसकेपछि चाहिँ अलिकति बाटोहरू अप्ठ्यारो रहेछ अब जो कोही मान्छेले चाहिँ आउनको लागि चाहिँ यहाँनिर चाहिँ अब डरै मुरुग बनाएर हिम्मत साहसको साथ चाहिँ आउनुपर्ने रहेछ जस्तो जस्तो मान्छेहरू चाहिँ अब यस्तो हेर्नुहोस् ल हेर्दै कस्तो भिरालो छ यो बाटोहरूको यात्रा तय गर्दै पो आउनुपर्ने हुन्छ त हामीले अनि यस्तो बाटोहरू चाहिँ हामीले अब हेर्नुहोस् पुरा गर्दै आयो यस्तो बाटो यो बाटो भन्नुहुन्छ तपाईँहरू मलाई यो अचम्म लाग्यो कि यहाँसम्म आइपुग्ने चाहिँ पहिला पुर्खाहरूले कसले चाहिँ बाटो पत्ता लगायो होला लाग्छ क्या मलाई तपाईँको हेर्नुहोस् यस्तो भिडहरूमा चाहिँ अब बाटो खोज्दै त आएँ है अनि अचम्मकै अब यस्तो बाटो चाहिँ कसले पत्ता लगायो होला त बाबा अनि यहाँबाट चाहिँ हामीले देखिने सुन्दर दृश्यहरू यसरी देख्न सक्नुहुनेछ यो पहाडी गाउँहरू पनि देखिन्छ नजिक हेर्नुहोस् ल यो पाहाड देखेको महाकुलुङ हो भनेपछि सोलु यो नि यो आउने बाटो चाहिँ यो सोलुबाट आउने बाटो हो सोलुबाट आउने हो भन्छ यसलाई यो चाहिँ खै त सोलुबाट आउने बाटो रहेछ यहाँ ठोकेको रहेछ होइन त्यहाँ तल ठोकेको रहेछ यहाँ चाहिँ फोटो भिडियो चाहिँ एकदम चलिरहेछ फोटो भिडियो बनाइरहेको छ सबले होइन यहाँ आइसकेपछि फोटो भिडियोहरू त बनाउनै पर्ने हुन्छ अब जस्तो कि यो सुङ्निमालाई चाहिँ हामीले धरतीको संज्ञा दिन्छ भनेदेखि हामीले पारुहाङलाई चाहिँ आकाशको संज्ञा दिन्छ त्यस कारणले गर्दाखेरि पारुहाङलाई चाहिँ
बादलको नक्सा दियो भनेदेखि सुम्निमालाई चाहिँ धरतीको नक्सामा राखिएको छ यसरी। यो चाहिँ हाम्रो किराँतहरूको चाहिँ मुख्य उद्गम स्थलको रूपमा मानिन्छ। यो किराँत सभ्यतामा चाहिँ त्यो देखिन्छ हामीले। अब किनभनेदेखि सुम्निया र पारुहाङ चाहिँ हाम्रो पितृपुर्खा भनेर मानिन्छ। यहाँ चाहिँ हामी सबै जातिको अब आस्था राख्ने जाति सबै हामी चाहिँ यहाँ चाहिँ आएर चाहिँ यस ठाउँको अवलोकन गर्न सक्छौँ। यस ठाउँबाट चाहिँ हामीले सुन्दर सुन्दर दृश्यहरूको चाहिँ चाहिँ खिच्न सक्छौँ। तपाईँहरूले देख्न सक्नुहुनेछ। यसै गरी म चाहिँ यतातिर अब छ भनेदेखि तपाईँहरू पनि आउनुहोस्। यो सुन्दर दृश्य यसरी फोटो भिडियोहरू चाहिँ बनाइरहेको छौँ भनेदेखि यो हाम्रो एउटा हरेक व्यक्तिहरूको चाहिँ डेस्टिनेसन रहने गर्छ। अनि फाइनली यहाँ हामी पनि आउन सफल भयो आज। हामीले मेट्न सक्छौँ यसरी। हेर्नुहोस् ल, मलाई चाहिँ एकदम रमाइलो लागिरहेछ होइन। आइसकेपछि सबै थकानहरू चाहिँ मेटिसकेको छ। एकदम बाटोतिरको त्यो सबै थकानहरू चाहिँ मेटाएर अहिले म चाहिँ यहाँ आइसकेको छु। पानी त सकिएको त मेरो त अघि पानी त मेरो त बाटैमा। हाम्रो टिम पनि आइसक्नु सफल भइसकेको छ यतातिर। हेर्नुहोस् ल, हाम्रो डेस्टिनेसन भनेको चाहिँ हामीले तय गर्न सफल भयो होइन त। ल हाम्रो टिम चाहिँ देखेर हामी आइसकेको छौँ। यहाँ कस्तो लाग्यो भाइ? एकछिनमा ल ठिक छ। उहाँ चाहिँ भर्खरै मात्र आइपुग्नु भएको छ। यो आज बादल लागेर होइन अलिक उ भयो क्या, हेर्नु त डिस्टर्ब भयो क्या। हिमाल देखेको थिएन हो, त्यो हिमाल अलिअलि देखिरहेको थियो। देखेको छैन हिमाल। यहाँ बाटो चाहिँ सुनपाती भन्नु होइन, त्यहाँ चाहिँ मान्छेहरू चाहिँ सुनपाती टिप्न जानु हुँदो रहेछ। यस्तो बाटो हेर्नुहोस् है ल, यहाँ चाहिँ सुनपाती टिप्दै हुनुहुन्छ उहाँहरूले चाहिँ। हेर्नुहोस् ल, उहाँहरू चाहिँ सुनपाती टिप्नको लागि चाहिँ उहाँ तल जानुभएको छ क्या। ओहो, तल त कुन खोला हो? यो पाहाडतिर पनि एकदम बवाल देखिरहेको छ। एकदम सुन्दर सुन्दर पाहाडहरू रहेको छ है। हेर्नुहोस् ल, सर देखाउँदा कस्तो दामी छ है। यहाँबाट सिलसिङबाट लगाएको त्यो देखेको त आसपास देखिरहेको छ नि त, कस्तो दामी। हाम्रो सरहरू चाहिँ भर्खरै मात्र, डिलियम सर, त्यसै गरी त सुभाष सर भर्खरै मात्र गलेर आइपुग्नु भएको छ है। एकछिन हामी चाहिँ आउने बित्तिकै होइन, खास चाहिँ यो के उद्देश्य छ भने अब के अरे यो हाम्रो सुम्निमा धरती, हजुर, पारुहाङ आकाश, हजुर, सुम्नियाबाट यो चाहिँ नै हाम्रो किराँती मुन्दुमी दर्शन मिथक, किराँती सभ्यताको प्रतीक साल्पा श्रीचुङबाट चाहिँ होइन धरतीबाट चाहिँ हामी आकाशतिर हेर्दैछौँ है त। हो, उहाँहरूले हेर्दै हुनुहुन्छ। 2 मिनट आकाश पनि म तपाईँहरूलाई देखाउन सक्छु ल। हेर्नुहोस् यति बेला आकाश यसरी हेर्न सकिन्छ हामीले। पारुहाङ जसलाई हामीले आकाशको संज्ञा दिएको छ। अब चाहिँ हामीले फोटो भिडियोहरू चाहिँ एकदम हान्नुपर्ने हुन्छ है छिटो छिटो। यहाँ बादल आइसकेको छ, अब हानु बादलले गरिसकेको छ होइन। क्लिक क्लिक हान्नुपर्छ उता त्यो बादलतिर भइहाल्छ। हामीले अलिकति द्रुत गतिमा दिनुपर्ने हुन्छ, भएन। त्यो पनि झन्डा फहराइसकेको छ। हाम्रो यहाँ आइसकेको झन्डा है, तोर कता गयो? यहाँ छ, यहीँ लट्ठीमा लाउनु न त। यहाँ आइसकेको यहाँ हाल्ने हो। एकचोटि झन्डा फहराउनु त सर, झन्डा फहराउनुहोस् बबाल। ल यति बेला जब हामी पूजा गर्न लागिरहेको छौँ होइन, माथि आएर त्यो खानुमा हाम्रो टिम। ल अघि हामीले जानुहोस् न पूजा गर्नुहोस्। मैले गरिसकेको
पूजा गर्नुपर्ने हुन्छ नि त होइन यो छिक्रो छ अठ्याउने कस्तो साह्रै ढिलो आउँछ अठ्याउने कि 50 रुपियाँ चढाइदिउँ न होइन सबै भेला गरेर टिपेर लैजानु खर्च हुन्छ प्रत्येक सेकेन्डमा खोल्छ ल तारहरूको लागि यो सुनिमाको लागि माग्ने कुरा चाहिँ मागौँ है माग्ने कुरा चाहिँ के हो भनेदेखि म मनमनै बाँचिन्जेलसम्म एकदम सुख शान्तिले बाँच्न पाऊँ होइन जहाँ गए पनि एकदम हाम्रो यात्रा सफल रहोस् यहाँसम्मको यात्रा हामीले एकदम पूर्वक गरे पनि आइसकेपछि हामीले चाहिँ त्यो सबै हाम्रो यात्राहरू चाहिँ यहाँ आइसकेपछि सबै थकान एकदमै त्यो सबै मेटियो क्या सकियो क्या हो आकाश हो ल हाम्रो पारुवाङ यो टोलीले धेरै यहाँ ओटेको जसलाई चाहिँ हामी फोटो खिच्नु पर्थ्यो आकाशको संज्ञा मानिन्छ त्यसैले चाहिँ बादलमाथि चाहिँ पारुवाङ राखिएको छ भनेदेखि ल हाम्रो सुनिमालाई चाहिँ धरतीको संज्ञा दिएको त्यसैले गर्दाखेरि चाहिँ यो धरतीमाथि राखेको छ किराँतहरूको चाहिँ यहाँ हाम्रो उद्गम थलो भनेर चाहिँ हामीले यसलाई मान्नुपर्ने हुन्छ यो चाहिँ किनभने सालपा सिलिचुङलाई त्यसै कारणले गर्दाखेरि तर यता आउँछ के यतै खिच्ने हो कि यता सुनिमाको यहाँ स्ट्याचु राखिएको छ हेर्नुहोस् हामी चाहिँ पहिला कस्तो थियो त्यो थाहा भएन हामीलाई तर अहिले आउँदाखेरि चाहिँ यस्तो छ होइन यहाँ चाहिँ हामी किरा राईहरू मात्रै नभएर अब नेपालमा पनि जति पनि भएको जातिहरू चाहिँ यहाँ आउने गर्छन् तपाईँहरू आउनुहोस् यस ठाउँमा घुम्नुहोस् र यो ठाउँलाई चाहिँ अब दर्शन गर्नुहोस् भन्न चाहन्छु आएर भाकल माग्नुहोस् जे गर्नुहोस् होइन तपाईँहरूको चिजहरू 82 सालका सिलिचुङ फुवालुङ ल हेर्नुहोस् है यस्तो छ यो पनि हो म त्यतिकै हामी पनि यता आउँ न सबैजना देशको छ चिन्ता हामी मन्दिरमा रहेछ नि त यहाँ ल्याउ यो फेरि एउटा हान्नु न त राष्ट्रगान ल सिलिचुङमा ल हामी राष्ट्रगान दिँदैन नि त हाम्रो झन्डा खोइ तँ पनि ठरामै ठराम झन्डा ल विकासमा रेडी छ नि एकदम चलिरहेछ राष्ट्रिय गानै हामीले चाहिँ सिलिचुङमा यति बेला चाहिँ हाम्रो यो टिमले चाहिँ राष्ट्रिय गाना गाउन चाहिँ तयारी छौँ हजुर सब छलिन सक्छ पछाडिकोले उज्यालो नि यहाँहरू सबैमा नमस्कार आज हामी चाहिँ भोजपुर र खोटाङको साथीहरू सालपा सिलिचुङ डाँडाको 4155 मिटर हाइटमा बसेर हामी खोटाङका साथीहरू र भोजपुरी हामी दुई ग्रुप साथीहरू चाहिँ हामी राष्ट्रिय गान चाहिँ गाउन लागिरहेका छौँ राष्ट्रप्रति सद्भाव सम्मान गर्दै हामी गाउन तयारी भएका छौँ ल सुरु गरौँ 1 0 सयो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम फैलिएका मेची महाकाली सयो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचाल भैहरूका रगतले स्वतन्त्र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल सालपा सिलिचुङबाट हामी सालपा सिलिचुङ
सिलिचुङबाट यति बेला साल्पा सिलिचुङबाट चाहिँ हामीले यो जति पनि भिडियोहरू चाहिँ प्रदर्शन गरिरहेका छौँ। त्यसै गरी तपाईँहरूलाई चाहिँ मैले अब ब्याक क्यामेरा घुमाएर देखाउनु पर्ने हुन्छ। हेर्नुहोस् ब्याक यो अहिले चाहिँ यो पछाडिको सिनहरू चाहिँ हेर्नुहोस् ल, सिनारी कस्तो छ मोबाइल हेर्नुहोस् ल। अहिले यति बेला चाहिँ तपाईँहरूले देख्न सक्नुहुनेछ कस्तो बादलको थुम्की होइन बबाल छ है ल। अब हामीले चाहिँ तपाईँहरूलाई चाहिँ स्थानबाट चाहिँ अब धेरै नै भिडियोहरू देखाइसकेको छौँ है। हेर्नु होला तपाईँहरूले त्यति बेला चाहिँ हल्का उभिसकेको छ। अघि फेरि एकचोटि चाहिँ पुरै ब्लक बनाइदिएको थियो यो बादलहरूले चाहिँ। अहिले चाहिँ फेरि फुलिसकेको छ। ल हेर्न सक्नुहुन्छ तपाईँहरूले हाम्रो टिमलाई दिइरहेको छ। यस आज रमाइलो भयो हाम्रो लास्टको गौरवको कुरो है यो हेर्नुहोस् यस्तो रहेको छ। अहिले चाहिँ फेरि उभिसकेको छ है दर्शक श्रोता मित्रहरू। त्यति रमाइलो भइरहेछ नि। त्यति बेला चाहिँ अब हामीले यो सिलिचोको यात्रा चाहिँ पुरै तय गरिसकेपछि भिडियो फोटोहरू चाहिँ सुट गरिसकेपछि हामी अब फर्किने क्रममा छौँ। अनि हाम्रो उहाँ बजहरू हुनुहुन्छ होइन, दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरू पनि हामीभन्दा पछि झर्नुहुने रहेछ है तपाईँहरू। उहाँहरू हामीभन्दा पछि झर्नुहुँदो रहेछ। ल नवीन भाइ अब हामी फर्किनु पर्ने हुन्छ। यात्रा एकदम कठिन छ। तलसम्म त मलाई डर लागेको थियो, आइपछि चाहिँ सबै डर सर होइन, त्यो सबै थकान सर यहाँ चाहिँ हटाएको छ मेरो चाहिँ। अनि बजारको घर चाहिँ कहाँ पर्यो होला? फेदी हो। हजुर कहिले आउनु हो कि यहाँ यता? हिजो। ए फेदी भनेपछि तपाईँहरू त प्रायः आउनुहुन्छ होला है? प्रायः आउनुहुन्छ होला है फेदीतिरबाट त? ए बजारहरू चाहिँ फेदिएको हुँदो रहेछ। हामी अब चाहिँ यहाँबाट चाहिँ यो सिलिचोको बिदाई गर्नुपर्ने हुन्छ हामीले। त्यसै गरी यता हुनुहुन्छ दिदी हाम्रो। अनि यता हाम्रो दिदीलाई पनि निकाल्थेँ मैले। हजुर चाहिँ कहाँबाट अरे? फेदीबाट नै हो। ल उहाँहरू चाहिँ फेदीबाट। त्यसै गरी यता हाम्रो बहिनी हुनुहुन्छ। हजुर चाहिँ कहाँबाट अरे? फेदीबाट नै हो। ल है त हेर्नुहोस् दर्शक श्रोता मित्रहरू अब चाहिँ हामी यहाँबाट फर्किनुपर्ने हुन्छ। ल दर्शक श्रोता मित्रहरू अब यहाँबाट चाहिँ हामी झर्नुपर्ने हुन्छ। यहाँ चाहिँ बादल लागेको छ है। अब तपाईँहरूलाई मैले अघि नै यहाँको भिडियोहरू देखाइहालेँ है। अब चाहिँ यहाँबाट हामी झर्नुपर्ने हुन्छ। ल अब हुन्छ तपाईँहरू बिस्तारै झर्नु ल, हामी झर्दै गर्छौँ। हुन्छ बिस्तारै आउनु होला। अब हाम्रो यात्रा चाहिँ अब फेरि उधोको हुनेछ। अब चाहिँ हामी यहाँ यो साल्पा सिलिचोबाट चाहिँ यता फर्किनु पर्ने हुन्छ। यात्रा एकदम कठिन खालको छ है। तै पनि हामी त्यो यात्रालाई चाहिँ पार गरेर आएको मान्छे हो। हामीलाई चाहिँ कुनै फरक पर्दैन। मलाई लाग्छ जहाँसम्म हाम्रो यात्रा एकदमै रमाइलो हुनेवाला छ। हामीसँग साथमा धेरै विभिन्न ठाउँबाट चाहिँ यहाँ साल्पा सिलिचोको यात्रा गरेर चाहिँ आउनुभएको थियो भनेदेखि मेरो लट्ठी माथि छ, आउनुभएको थियो भनेदेखि सबैजना चाहिँ झरिसक्नु भएको छ, फर्किसक्नु भएको छ। अब चाहिँ हामी पनि फर्किनु पर्ने हुन्छ। अब यसै गरी हामी चाहिँ फर्किँदैछौँ। हाम्रो पछि आउने टिमहरू फेरि अगाडि गइसक्नु हो क्या फेरि। ल हेर्नुहोस् अप्ठ्यारो ठाउँ यो पनि हो एक सिलिचुङ चढ्ने होइन। हामीले झर्दैछौँ अहिले हिँड्नु अगाडि। भएको जस्तो छैन हामीलाई अहिले। त्यहाँ हामी झर्छौँ। पानी मिठो छ नि सर? ठिक छ सर, यसरी थाप्ने हो, त्यसरी थाप्ने हो नि, पिउने होइन। पहिले गोठालालाई यत्रो सानो सानो पानीहरूलाई बटुलेर पातको बनाएर गरिन्थ्यो, धारा बनाएर। यतिखेर चाहिँ हुस लागेको छ। त्यही याद आइरहेछ। यस्तो भिरको बाटो हेर्नुहोस् है ल, भिरको बाटो यस्तो छ होइन, यस्तो रहेको छ भिरको बाटो हेर्नुहोस् है ल। यो बाटो चाहिँ हामी यसरी हिँड्नु पर्ने हुन्छ। यहाँ चाहिँ फेरि दुइटै हातमा फोन छ नि। फेरि यो बाटोहरूको भिडियो चाहिँ निकाल्नै पर्ने हुन्छ क्या मैले, किनभनेदेखि यस्तो बाटो हिँड्नु पर्ने रहेछ भन्ने हुन्छ नि त। उता त यस्तो भिड छ नि फेरि होइन। हेर्नुहोस् है ल, यस्तो बाटो छ। अब उति पानको पात खालको भनेको उतै हो। ए त्यो ढुङ्गा चाहिँ पानको पात यताबाट हेर्नु यताबाट
हेर्नुहोस् है ल यस्तो बाटो छ होइन त्यो बाटो जानुपर्ने हुन्छ हाम्रो यात्रा चाहिँ यसरी भएको थियो अहिले पनि यसरी नै हुँदैछ हामी चाहिँ हेर्नु हल्ली हिँड्नुपर्ने हुन्छ होइन यस्तो छ यात्रा अब तपाईँहरूलाई के देखाउँ होइन झऱ्यो भने पनि गाह्रो छ यता झऱ्यो भने पनि गाह्रो छ यता झऱ्यो भने पनि गाह्रो छ त्यही भएर ठाडो अनि हामी चाहिँ यसरी जानुपर्ने हुन्छ हामी नडराइकन अनि डराएर त हुँदै हुँदैन यसरी जानुपर्ने हुन्छ हामी चाहिँ होइन हामी चाहिँ यो उकालो बाटो हिँड्नुपर्ने हुन्छ यसरी यो उकालो बाटो त हामी हिँड्नै पर्यो होइन यस्तो बाटोहरू चाहिँ छ तपाईँहरू अब हेर्नुहोस् आउने नआउने तपाईँहरूको इच्छा मर्जीको कुरो हो अब यहाँदेखि यसरी उता झर्नुपर्छ है यसरी उताबाट फेरि यसरी नै निस्कियो यताबाट फेरि यसरी नै झरियो मलाई यही अचम्म लागेको कुरा यो पत्ता लगाउने मान्छे को होला यो बाटो बाटोको आविष्कार को होला हामी चाहिँ झर्दा पनि यसरी बिसाउँदै बिसाउँदै आरामले झऱ्यो बाटो हेर्नुहोस् है बाटो यस्तो छ ल हेर्नुहोस् हाम्रो यात्रा चाहिँ यस्तो ठाउँमा छ यो ठाउँमा चाहिँ के छ भन्दै गर्दाखेरि चट्टान मात्रै छ क्या चट्टान मात्रै तपाईँहरूले यात्रा गर्नुभयो होला तर धेरै सहज ठाउँतिर गर्नुभयो होला गाडी घोडा पुगेको सुविधाजनक ठाउँमा पुग्नुभयो होला तर हामीले यात्रा गर्दै गर्दाखेरि यस्तो यात्रा गर्नु पनि पर्ने रहेछ भन्ने चाहिँ मलाई अहिले आएर महसुस भयो क्या किनभनेदेखि हामीले हरेक ठाउँको यात्रा गरिन्छ गरियो पनि र यो पनि यात्रा गर्दैछौँ अहिले हामीले यो यात्रा गर्ने क्रममा चाहिँ हामीलाई के स्ट्रङ बनाउँछ भन्दै गर्दाखेरि हामी फिजिकल्ली र मेन्टली रूपमा चाहिँ एकदम स्ट्रङ हामी यो पहाड चढ्नलाई होइन यो धार्मिक स्थल चढ्नको लागि चाहिँ एकदम हामी मेन्टली र फिजिकल्ली चाहिँ फिटफुट हुनुपर्छ यहाँ आँट साहस र हिम्मतको साथ चाहिँ हामी अगाडि बढिरहेका छौँ हामी झर्नु पनि त्यता यो भिर एकदम डेन्जर छ भिर है आफैले रिस्क मोल्नुपर्ने हुन्छ र पनि हामीले चाहिँ यो भिरहरू छिचोल्दै यो बाटो छिचोल्दै चाहिँ हामी यसरी अगाडि बढिरहेका छौँ यो यो माथि साल्पासम्म मान्छे धेरै आउनुभयो होला मयुसम्म मान्छे धेरै आउनुभयो होला तर सिलिचुसम्म पुग्नको लागि चाहिँ निकै साहस हिम्मत र आँटको साथ चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ यात्रा एकदम डेन्जर छ रिस्क मोलेर गर्नुपर्ने हुन्छ यात्रा तर तपाईँहरू त्यसो भन्दै गर्दाखेरि नडराउनुहोस् किनभनेदेखि हामी चाहिँ एउटा महत्त्वपूर्ण धार्मिक स्थलमा जाँदैछौँ जसले गर्दाखेरि हामीलाई चाहिँ रक्षा कल्याण गरिरहेको छ अहिलेसम्म ल हेर्नुहोस् यो भिरहरू चट्टानहरू देख्दै गर्दाखेरि तपाईँहरूलाई हेर्नुहोस् त कस्तो लाग्छ है ल हेर्नुहोस् यस्तो छ कि ल हेर्नुहोस् है बाटोहरू चाहिँ यस्तो छ है यस्तो बाटोहरू चाहिँ हिँड्नुपर्ने हुन्छ हामीले ल हेर्नुहोस् हाम्रो सुभाष सर हिँड्नुहुँदैछ त्यसै गरी नवीन सर अनि त्यसै गरी हाम्रो डिलियाम सर सुरव सर अन्तखेरि चाहिँ पर गएर बसिरहनु भएको छ हामीलाई पर्खिरहनु भएको छ यस्तो बाटो हिँड्नुपर्छ त उयो हरेक नेपालीहरूको एक गन्तव्य स्थान रहन जान्छ साल्पा सिलिचो यादहरूको अत्यन्तै महत्त्वपूर्ण धार्मिक स्थल हामी फिर्किँदै गर्दा है यात्राको क्रममा खिचिएको भिडियो साहसिक यात्रा एडभेन्चर ट्रिप हामी चाहिँ सिडी चाहिँ त्यहाँसम्म हिँड्नुपर्ने हुन्छ ऊ तल देखेको सिटी छ नि त्यही हो सिटी त्यहाँदेखि चाहिँ हामीलाई यस्तै बाटो हिँड्नुपर्छ है यस्तै बाटो टुक्कु टुक्कु निक्लिँदाखेरि गोरु गरेर भए पनि लट्ठी टेकेर भए पनि टक्रक टक्रक भएर भए पनि झर्दा यी लट्ठी टेकेर झरे पनि होइन कुदेर झरे पनि जसरी झरे पनि हुन्छ है यस्तो छ बाटो चाहिँ ल हेर्नुहोस् अब तपाईँहरूलाई अब जिज्ञासा हुन्छ नि त यो ठाउँमा नआइपुगेकोहरूलाई त होइन भाइ जिज्ञासा हुन्छ जसलाई तपाईँहरूले चाहिँ ल हेर्नुहोस् है बाटो यस्तो छ है आउनुहोस् है घुम्नु नाताहरू घुम्नुहोस् आउनुहोस् यो चाहिँ कस्तो हो भनेदेखि
राई मतवालीहरूको चाहिँ चौतारा लगाइन्छ नि त चौतारा लगाएको सेम हेर्नुहोस् ल त्यो एक ठाउँमा चाहिँ किताब ढुङ्गा राखिन्छ त्यो चाहिँ पछिको लागि त्यसैको लागि बनाएको पनि अरे खासमा धारणा चाहिँ त्यही कन्सेप्ट त्यही बनाएर त्यही राखेर त्यही बनाएर होइन अब पछि मान्छे यदि मरिहाल्यो भने सम्झना स्वरूप किताब ढुङ्गा राखिन्छ त्यहाँ चाहिँ उति माथिल्लोपट्टि पनि छ तल्लोपट्टि पनि छ किताब ढुङ्गा कसैले राख्न इच्छाएको व्यक्तिहरूले चाहिँ त्यहाँ राख्न सक्नुहुने रहेछ अनि अलिअलि यसो केही पे पनि गर्नुपर्छ अरे भन्ने कुरा हामीले तल जानकारी गराउनु भएको थियो है घोप्टे भन्ने ठाउँमा यसो होला तपाईँहरूलाई सजिलै पनि छ होला अनि तपाईँहरूले यति सजिलो पनि नसोच्नुहोस् यो सजिलो छैन अब चाहिँ मैले सिडी आइपुगेको छु अब चाहिँ सिडी छ यहाँबाट चाहिँ अनि हाम्रो टिम चाहिँ ओ तलतिर पुग्नु भयो मैले आउँदा अगाडि बाटो भिडियो ठोकेँ होइन जाँदा पछाडि बाटो दिँदैछु हामीले चाहिँ यही बाटोहरू हेर्नुहोस् ल बाटोहरू यस्तो छ है सिडीमा चाहिँ बाटो राम्रै छ सिडी कटिसकेपछि चाहिँ फेरि बाटो अलिक खतम छ भिडहरूको सामना गर्दै यस्तो बाटोको चाहिँ हामी सामना गर्दै अगाडि बढिसक्यो यति बेला तपाईँहरूले देख्न सक्नुहुनेछ साल्पा सिलिचुङ साल्पा पोखरीमा रहेको सुम्निमा र पारुवाङको स्ट्याचु त्यसै गरी किरातराई मुन्दुममा पर्न जाने 3 चुला स्पेसल हाम्रो यो किरातीहरूको 3 चुला मुन्दुममा हामीले चाहिँ यही चुलालाई विशेष प्राथमिकता दिएर चाहिँ पुज्ने गर्छौँ घन्टी बजाउनुहोस् हामीले चाहिँ सुम्निमा र पारुवाङको स्ट्याचु देख्न सक्छौँ त्यसै गरी 3 चुला हेर्नुहोस् साथमा वाबु अनि यो चाहिँ उहाँ चाहिँ सुम्निमा उहाँ चाहिँ पारुवाङ यस्तो दामी छ हेर्नुहोस् र अहिले चाहिँ हामी यहाँबाट अगाडि बढ्नुपर्ने हुन्छ सो गाइज ब्याक साइडमा देख्न सक्नुहुन्छ तपाईँहरूले साल्पा पोखरी दर्शक श्रोता मित्रहरू हाम्रो डे 3 चाहिँ आज यस्तो भयो अब चाहिँ हामी जानुपर्ने हुन्छ नि त यहाँबाट सो अब चाहिँ हामी म चाहिँ झोला बोक्नुपर्ने हुन्छ अब होइन झोला बोक्ने प्लस लौरो टेक्ने हाम्रो यात्रा चाहिँ यसरी अघि बढ्छ होइन त हामी त होइन त ल हामी चाहिँ यसरी अगाडि बढ्दैछु मैले हेर्नुहोस् हामी चाहिँ यो तालको भिडियो अघि पनि मैले जाँदाखेरि निकालेको थियो अहिले पनि म निकालिदिन्छु अनि यो तालको पानी चाहिँ उता भोजपुरतिर भोजपुर अरे सोलुतिर बग्छ अरे यो डाँडा पल्लोपट्टि चाहिँ उतापट्टि गएर बग्छ भन्ने कुरो सुनियो अब कता बग्छ त्यो त हामीलाई थाहा छैन होइन अब यहाँको पानी चाहिँ उता सोलु बग्छ अरे भन्ने कुरा चाहिँ सुन्यो हेर्नुहोस् दर्शकहरू हामीले चाहिँ आजको यात्रा फेरि फर्किनु पर्ने हुन्छ नि त अब कहाँसम्म पुगिन्छ आज हाम्रो यात्रा त्यहीँसम्मको हुनेछ तपाईँहरूलाई चाहिँ मैले सिलिचोको भिडियोहरू पनि मैले सकेसम्म चाहिँ मैले यो मेरो भिडियो मार्फत चाहिँ कोहित गर्ने जमर्को गरेको छु हेर्नुहोस् पोखरी पल्लो छेउमा चाहिँ नक्सुनहरू हुनुहुन्छ यो चाहिँ तपाईँको यो पोखरी चाहिँ साल्पा पोखरी भनेको चाहिँ भोजपुर जिल्लामा अवस्थित रहेको छ त्यही भएर यो साल्पा पोखरीकै नामबाट है साल्पा सिलिचुङ भन्ने एउटा गाउँपालिका रहेको छ हेर्नुहोस् त्यहाँ एउटा मूर्ति खोपेर त्यसरी राखिएको छ भने यता पनि हेर्नुहोस् ल यसरी राखिएको छ यो चाहिँ अर्थपूर्ण नै होला मलाई त्यति थाहा भएन होइन पोखरी यस्तो रहेको छ सुम्निमाको तपाईँहरूलाई मैले देखाइहालेँ है पारुवाङको स्ट्याचु यहाँ चाहिँ नक्सुङहरू चाहिँ चिन्ता बसिरहनु भएको छ तपाईँहरू देख्न सक्नुहुन्छ होइन यो चाहिँ नक्सुङहरू चाहिँ हामीभन्दा अघि नै झर्नु भएको थियो तर उहाँहरू चाहिँ यहाँ चिन्ता बसिरहनु भएको छ
हेर्नुहोस् यस्तो रहेको छ। अहिले चाहिँ हामी साल्पा पोखरीमा छौँ। यस अब हामी जानुपर्ने छ फेरि यो बाटो, यता बाटो जानुपर्ने हुन्छ। यति बेला चाहिँ हामी कुलुपङ्खा भन्ने ठाउँमा चाहिँ सिलिचोङबाट झरिसकेका छौँ। हाम्रो चाहिँ यात्रा एकदमै रमाइलो भयो। यस यो ठाउँ रहेछ अन्तिम सिलिचोङ जाँदै गर्दाको बस्ने वासस्थान। त्यहाँ होटल रहेको छ साल्पा शेर्पा होटल एन्ड लज भनेर। अनि यता छ यो कुलुपङ्खा, नाम त एक्स्ट्रा लाग्यो त मलाई। अनि भोजपुरको एरिया यता, सोलुखुम्बुको एरिया त्यता, साल्पा सिलिचो उता, खोटाङ यता। ल हामी चाहिँ अहिले फर्किने क्रममा ठ्याक्कै यो निकास भन्ज्याङदेखि चाहिँ उकालो लागिसक्यौँ। यतिखेर चाहिँ 4 बजेको छ। आज हामी अब बलौटीसम्म पुग्छौँ भन्ने हाम्रो चाहिँ सोच हो। हेरौँ तर कहाँसम्म पुगिन्छ। हिँड्दै जाँदाखेरि हाम्रो यात्रा चाहिँ यसरी तय भइरहेको छ। यो जङ्गलहरूले यो खोला नाला यो पोखरीहरूले चाहिँ सर सुपरबाईको भोइस पनि सुन्नुहोस् न हौ। त्यो भएर चाहिँ म कराइरहेको छु। यो पारिदेखि सब धुपीको बिरो है। हेर्नुहोस् यति बेला चाहिँ हामी रावा खोलाको पानी पिउँदैछौँ। रावा खोलाको पानी एकदम मिठो छ। रावा धाप हो। ल रावा धापको पानी पिउँदै हुनुहुन्छ हाम्रो सुभाष सर। मिठो छ नि होइन सर पानी? पानी मिठो छ। रावा धापबाट चाहिँ साल्पा पुग्नुलाई 11 किलोमिटर छ। त्यो चाहिँ गाईहरू चढ्दैछ है। हामी चाहिँ यता जानुपर्ने हुन्छ। लौरेभन्दा अलिकति लौरे कटेर अलिकति अगाडि बढेपछि चाहिँ यो गोठहरू हामीले पाउन सकिन्छ। यो गोठ चाहिँ तपाईँको काठ काटेर पनि होइन, काठ चाहिँ चिरेर जस्तो देख्दैछु म। काठ चाहिँ पुरै काटे जस्तो बनाएर चिरेर चाहिँ पुरै राखिएको छ यसरी। तपाईँहरूलाई म नजिकबाट पनि देखाउँछु है त। यो हामीले चाहिँ अब तकत काटे जस्तो देखिरहेको छ तर यो चाहिँ सबै चिरेको है। यो कसरी चिर्नु हो यसरी यत्रो फलैचा? ए हजुर यो गोठहरू चाहिँ टोटल्ली हेर्नुहोस् त ल। यसरी काठ चाहिँ फलैचा बनाएको छ कि हामीले चाहिँ अब आराले मेसिनले यसरी काट्छ भनेदेखि यहाँ चाहिँ ठुलो खुकुरीले चिर्नुहुन्छ अरे। उहाँले अहिले भर्खरै मात्रै बताउनु भयो। यो चाहिँ एउटा गोठ नभएर यो चाहिँ मल हो है। यहाँ तपाईँहरूले सायद देख्नुहुन्छ यस्तो ठाउँमा बसेको गोठ होइन, तर यो हरेक गोठ बस्ने मानिसको चाहिँ धरान काठमाडौँमा चाहिँ मल छ कि अरे कि घर छ अरे कि त्यही भन्नुभयो कि हामीलाई। अहिले चाहिँ हामी लौरे आइपुगेको छौँ। त्यो देखिएको माथि बाटोदेखि हामी चाहिँ लौरे उता जानुपर्छ भनेदेखि यता माथि हामी खोटाङबाट फेदीतिरबाट आउँदा चाहिँ त्यो माथिल्लो बाटो जानुपर्ने रहेछ। हामी चाहिँ उता जान्छौँ। अब चाहिँ हामी लौरे भिर पुग्नै लागेको छौँ। यसरी हिँडिरहेको छौँ हामी। यो चाहिँ लाली गुराँसको बोट है। यो पनि एक प्रजाति लाली गुराँसकै बोट हो। यो चाहिँ फुल्दाखेरि कस्तो फुल्छ होला है। यो पाखैभरि देखेको यो चाहिँ लाली गुराँसको बोट हो। हेर्नुहोस् यो सानोहरू पनि छ कि यस्तो पुदुर्केहरू पनि छ लाली गुराँस है। यो फुल्दाखेरि त कस्तो दामी हुन्छ होला यो पाखैभरि। लौरे भन्दो रहेछ यहाँ चाहिँ। अब हामी चाहिँ यता जानुपर्ने हुन्छ यो बाटो भनेदेखि यतादेखि चाहिँ उभो खोलादेखि आउने बाटो होला सायद, लाग्छ मलाई जहाँसम्म होइन। यो बाटो पनि उभो पनि छ। यो उभो खोलातिरबाट आउने बाटो होला खोटाङको। हामी चाहिँ यता जानुपर्ने हुन्छ। लौरे हेर्नुहोस् ल। अब चाहिँ हामी साल्पा सिलिचो बाटो चाहिँ लौरे भिरमा आइपुगेको छौँ। अब चाहिँ हामी यहाँबाट चाहिँ घोप्टे भन्ने ठाउँमा चाहिँ हामी एकदम द्रुत गतिमा पुग्नेवाला छौँ। पुरै भिजिरहेको छ होइन। सर लगायो त फेरि ल हिँड्नु अगाडि। ऱ्याङ्गड भएको मान्छे सिट झर्छ है। लौरे भिरमा छौँ हामी यात्राको क्रममा हजुर। यस्तो छ हामी यतिखेर चाहिँ लौरे भिरैमा छौँ। तलतिरको पनि म तपाईँहरूलाई देखाउने छु है त। कता कुदिहालिन्छ नि यतिको सजिलोमा त होइन। ओहो अप्ठ्यारोमा पो अलिक जोगिनु पर्ने हुन्छ त हो नि त सर। हामी कुदिहालिन्छ नि
सजिलोमा त अहिले यहाँ लौरे भिरमा छौँ। रमाइलो यात्रा रमाइलो पनि छ अब हाम्रैतिरको मान्छेहरू झोड जङ्गल नगरेको मान्छे त यहीँ तर्सिन्छ नि, यहीँ आत्तिन्छ नि। यो यस्तो झोर हिँड्नु पर्दो रहेछ भनेर लौरे भिरमै यो निगाले घरतिर चाहिँ भालु पनि पाउँछ भन्थे। ल हेर्नुहोस् त्यही सिँगालो घारी घारी हिँड्नुपर्छ हामीले। लौरे भिरमा हामी चाहिँ उता झर्दैछौँ। फर्किने क्रममा चाहिँ सिलिचो बाटो। ल हेर्नुहोस् है यस्तो छ बाटो। माथि माथि सिलिचोको हेरेर त यता कति सजिलो नि होइन। सोइरा नि सोइ ठाउँै देखेको छैन नि कहाँ झरिन्छ। अब यता झऱ्यो भने कहाँ झरिन्छ। एकदम आँट साहस र हिम्मत हामी यस्तो बाटो हिँडेको रहेछौँ होइन। तपाईँहरू फिजिकलतिर मेन्टलमा एकदम स्ट्रङ हुनुपर्छ, नत्र भने गाह्रो। अब यो यस्तो बाटो चाहिँ पार गर्नुपर्ने हुन्छ हामीले हो। आउँछन् भनेर बारेको बाटो यस्तो छ है। अब यहाँ त मोबाइल त बन्दै गर्नुपर्ने भयो। हेर्नुहोस् है ल हामीलाई चाहिँ त्यो अप्ठ्यारो भिड होइन, त्यो अप्ठ्यारो भिडलाई चाहिँ पार गर्दै यहाँ आइसकेको छौँ सिडीमा। अनि यो तामा चाहिँ खास गरी हिजो हामीले खाएको यो उको हो होइन। यो तामा चाहिँ यो बनाएको हो, पक्कै यही तामाको हो लगेको। ल यो तलै घोप्ट्यो भन्ने ठाउँमै यसो बनाएको। अनि यो सिडीहरू चाहिँ यसरी हिँड्नुपर्ने हुन्छ हामीले तल यहीँसम्म है। यो सिडी चाहिँ घोप्ट्यो भन्ने ठाउँभन्दा केही माथि लौरे भिर को अप्ठ्यारो ठाउँभन्दा अलिक केही मुनिसम्म चाहिँ यस्तो सिडी बनाएको छ। अनि हामीले यो सिडी चाहिँ यो तल मलाई किन खुबी चलेको भन्दाखेरि अघि नै माथिबाट भिडियो बनाउँदै आउँदै थियो, तर त्यतिखेर मलाई मेरो मुखभित्र चाहिँ झिँगा पसेको थियो क्या भुस्ना खप्पै, मैले खाइदिएँ। त्यो कारणले खस्काइरहेको छ अहिले। अनि यो सिडीको विषय मैले तपाईँहरूलाई भनिरहेको थिएँ। यो सिडी चाहिँ हामीले जे होस् चकिया भन्ज्याङबाटै यसरी हिँड्दै आउँदै गर्दाखेरि हामी यो लौरे भिरसम्म यस्तो अखेर हिँड्न सक्छौँ भनेदेखि पाउँछौँ भनेदेखि लौरेको भिडबाट चाहिँ फेरि तपाईँहरूले चाहिँ यस्तो सिडी चाहिँ निकास भन्ज्याङसम्म मात्रै, निकास भन्ज्याङबाट फेरि तपाईँहरूले यस्तो सिडी पार गर्दै गर्दै माथि सिलिचोको जे होस् आधी बाटोसम्म चाहिँ यस्तो सिडी हिँड्न सक्नुहुनेछ। हामीले पनि हिँड्यौँ आज। अनि यो सिडीहरू चाहिँ माथि सिलिचो पुग्नको लागि चाहिँ 1 किलोमिटर छ अरे क्या बाँकी। आधी तल उदेखि साल्पा पोखरीदेखि माथि आधीसम्म चाहिँ सिडी बनाएको थियो भनेदेखि अझ बाँकी मैले बुझ्दाखेरि चाहिँ 1 किलोमिटर बाँकी छ अरे। त्यो चाहिँ एकदमै कठिनपूर्ण होइन, कठिनपूर्ण चाहिँ एकदम चुनौतीको साथ चाहिँ हामीले त्यो सिलिचोको टपमा पुगेर चाहिँ हामी फर्केर अहिले यहाँ आइसकेका छौँ। यस्तो छ यहाँको सिडीहरू। हेर्नुहोस् मलाई चाहिँ यो सिडीहरू एकदमै राम्रो लाग्यो। अनि यो सिडीहरू बनाएको बिचबिचमा चाहिँ हामी जस्तो पदयात्रीहरू चाहिँ आउने गर्छौँ। उहाँहरूको लागि चाहिँ जोकोहरूको लागि चाहिँ समीक्षालय जस्तै कि प्रतीक्षालय चाहिँ बस्नको लागि चाहिँ ट्याक्क ट्याक्कको ठाउँ चोक जस्तोमा चाहिँ एकदम राम्रो बस्नको लागि बनाएको जुन पार्टीहरू होइन, एकदमै रमाइलो लागिरहेछ। जस मलाई चाहिँ यो सिडी चाहिँ एकदम राम्रो लागेको छ। अहिले चाहिँ लट्ठी देख्न सक्नुहुनेछ है यहाँनिर। अनि यो चाहिँ के रहेछ भन्दा यो चाहिँ यहाँ लौरी अरे नि त, लौरो चढाउने, लौरो चढाउने। अब फर्किँदाखेरि लौरो चढाउने होला। अब हामी त गलेर थकित भएको छौँ, कता लौरो छोडिरहन्छ होइन। म चाहिँ छोड्दिनँ लौरो। यो लौरोले गर्दाखेरि हामी आइपुगेको छौँ। बस्नको लागि फले चाहिँ हेर्नुहोस् त ढुङ्गाको के दामीको छ है। ल हेर्नुहोस् यहाँ के लेखेको थाहा छ, हेर्नुहोस् ल लाउरे कसले लेखेको। यहाँ चाहिँ लौरो राख्ने ठाउँ भनेदेखि यताबाट चाहिँ डस्टबिन फोहोर मैला फाल्ने ठाउँ। त्यसरी हाम्रो शौचालयले चाहिँ आफ्नो भिडियोहरू बनाइरहनु भएको छ। यात्रा एकदम रमाइलो छ, कष्टकार पनि छ होइन। जे होस् आज हामी भालेको सुप खाएर चाहिँ फेरि तराउन लगाएर चाहिँ भोलि चाहिँ हामी कहाँसम्म पुग्छौँ, हामी चखेवासम्म। अनि अस्ति हामी चखेवादेखि हिँडेर हिजो चाहिँ माथि साल्पा पुगेर साल्पादेखि आज फेरि माथि सिलिचुङ चढेर चाहिँ यहाँ आइसकेको छौँ। अब हामी आज चाहिँ फेरि बलौटे पुगेर बलौटेमा त ठुलो भाले खाएर भोलि चाहिँ फेरि तल चखिया भन्ज्याङ झरेर चखियादेखि चाहिँ हामी घर पुग्नेछौँ।
ल हेर्नुहोस् दर्शक श्रोता मित्रहरू हामी चाहिँ भालेको सुकान आएको सायद 2 घन्टाको बाटो हिँडेर होइन सायद 2 घन्टा चाहिँ हामी एकदम रात हिँडेर चाहिँ यही खाना आएकै चाहिँ आगो ताप्दैछ हामी यसरी उहाँ हाम्रो बजुले चाहिँ पुगेछ आज सुन्तले उता भजपुर चाहिँ यतै सल्प आउनु पर्ने उता हस्पटदेखि गएछ दिनभरि अनि अहिले आइपुगेको कहाँबाट आएकोहरू गर्छ झापाकाहरू गरेको केटाहरू सोध्नुपर्छ नि त मान्छे भेट्यो खाना हामीलाई पस्काउँदै हुनुहुन्छ भने अब तलको रोटे रोड गयो क्या के हजुर रोटे रोड गयो रोटे रोड गएछ पुरा ज्यान सो गरेर चाहिँ यसरी आगो तापेर खुट्टाहरूमा खुट्टा अवस्था यस्तो छ खुट्टाले त साथ त्यसलाई जस्तो छैन त भालेको झोलसँग सराप पपाएर हेर्नुहोस् खुट्टा यस्तो खुट्टा यस्तो भएको छ कि पुरै झमझमाएर चाहिँ बटो कमाइदिन्छु दाल बरु होइन बजु 2 ठाउँ जति हालिदिनु अलिक एक ठाउँमै हालिदिँदा हुन्छ चाना हामी लगाउँदै यस्तो खान्छौँ छ खुट्टा अब यसरी सेकाउनु पर्ने हुन्छ है भालेको मासु त पोटोकोमै हो नि त अर्को पनि छ चाहिँ नपुगेन भने काटेर कोही सुत्दै गरौँ भालेको सुप खाइदिउँ भने त अब सराप हाल्नु त यहाँ बज्यो म यताउता सप्लाई गर्छु अब छानिएन कस्तो पर्छ ठिक छ बाजे अब को खानुहुन्छ विकास सर खानुहुन्छ एउटा है बिरासी हुन्छ होइन त एउटा चाहिँ खाइदिउँ ल उता राख्नु दिदी 3 थर खाइन्छ खानु थाल्नु हो भन्नुहोस् है त तपाईँले हुन्छ ल यता दिनुहोस् यही खानाको होइन त जल्दी त्यो माथि लगाउन छु ए यसमा कि कुनमा दुवैमा यो सुप नै खानु खोज्यो हामीले खासमा यसमा चाहिँ बाजे भन्नु भनेको विकास हो खै त बज्यो यता ल हामी सुरु गरौँ हजुरहरू सुरु गरौँ न सुबास म भन्छु भ्याउनु भएन होइन हुन्छ भाइ यो हुन्छ यो नानी खायो मजाले कि मासु भात